हेलो नमस्ते सबैजनामा सेवारो आज हामी अ, निकै 2-4 महिना थन्किएर बसेको एउटा गीत एकदम राम्रो गीत निसुम तारम्लो सायद यो लिम्बू फिल्ममा अ, आउन सक्छ। यसको रचना हाम्रो सागर केरुङ सरको रहेको छ भने म्युजिक एरेन्ज मैले गरेको छु र रेकर्डिङ मिक्सिङ पनि मैले नै गर्दैछु। अनि सङ्गीत कम्पोज चाहिँ हाम्रो कम्पोज गायक उहाँ आफै हुनुहुन्छ सुरज महादेनजी। अनि फिमेल भोकलमा चाहिँ हाम्रो गायिका सन्जु लिम्बू हुनुहुन्छ र आज यो गीतको फाइनल गर्दैछौँ र के कसरी हामी रेकर्डिङ गर्दैछौँ म तपाईँहरूलाई बिचबिचमा देखाउँदै लानेछु। हेरेर यो हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनुहोस् ल। ओके, यसरी हामी रेकर्डिङमा अब सुरु गर्न लागेको छौँ है। भित्र हाम्रो हुनुहुन्छ सुरज महादेन सर गायक। अब मैले यहाँ रेडी बनाउँदैछु फाइल। अब हामी यसरी नै रेकर्डिङ सकेपछि केही कुरा राख्नेछौँ भरे र बिचमा यहाँ रेकर्डिङ कसरी गर्छौँ त्यो पनि म देखाउनेछु साथी। ल हामी चाहिँ रेकर्डिङमा निरन्तर छौँ, यहाँनिर कन्टिन्यू काम गर्दैछौँ। यहाँ तल एकछिन हाम्रो गायकको चाहिँ फोन आएको हुनाले गर्दाखेरि हामी यहाँनिर म्युजिक मिडिया स्टुडियोको ओनर पनि हुनुहुन्छ हाम्रो सुभाष राई सर। नमस्ते सेवारो सेवा। अहिले चाहिँ हामी नखीपोट छेउमा छौँ। यहाँनिर चाहिँ अब गीत सङ्गीत गर्नु पऱ्यो भने सम्झिनु होला हामीलाई होइन। हजुर। अनि यस्तो छ बिचमा म अब यहाँ रेकर्डिङको पनि तपाईँहरूलाई अलिअलि देखाउँदै लान्छु है। हस् ओके। ल भर्खरै हाम्रो गायक सुरज महादेनजीले चाहिँ यहाँ गाइसक्नु भएको छ। उहाँ सङ्गीतकार पनि आफै हुनुहुन्छ है। यसो कोसिस सङ्गीतकार उहाँ आफै हुनुहुन्छ। अनि अब मेल भोकलमा उहाँ आफैले आज फाइनल गर्नुभएको छ र फिमेलमा चाहिँ हाम्रो सन्जु सुवाङले म्युजिक गर्नुभएको छ। अनि कस्तो लाग्यो त सर यो? अब एकदमै फर्स्ट अफ अल त अब सागर केरुङ दाइको चाहिँ अब होइन शब्द लेखन अनि त्यसपछि कम्पोज म्युजिक सङ्गीत चाहिँ अब मैले गर्ने कोसिस गरेको छु। त्यसमा चाहिँ हाम्रो उहाँ मनिष राम्रो उहाँले के एरेन्जमेन्ट एकदमै राम्रो गर्नुभएको छ। अनि अहिले भर्खर टेक पनि उहाँले नै एकदम मजासँगले चाहिँ एकदम सहज र सरल तरिकाले लिनुभयो होइन। गीत राम्रो छ, एकदमै राम्रो गर्ने कोसिस गरिरहेको छौँ। राम्रै कमेन्ट प्रतिक्रिया पाउँछ कि भन्ने आशा छ होइन। फिल्ममा आउने हो लिम्बू फिल्ममा। अब हाम्रो निर्देशक निर्माता सागर केरुङ सरकोमा पुगेपछि के हुन्छ होइन, सायद चाँडै अब हेर्न र सुन्न सँगसँगै हेर्न पनि पाइन्छ होला भन्ने। ओके साथीहरू सबैलाई धेरै धेरै धन्यवाद। धन्यवाद। ल अब हामी अन्तरा अलिकति सुनाउँछौँ ल। हाम्रो गायकजी यहाँ हुनुहुन्छ, म यहाँ छु होइन। साथीहरूले के कस्तो रहेछ भनेर चाहिँ मतलब खुल्दिली लागेको होला होइन। सानो टुक्रा सुनाइदिउँ न त होइन। लाजे सिगम के माबा लाजे को मापो ससी मुन्दुम के गंबा हरा फुमा पो हरा फुमा पो। यस्तो छ है साथीहरू, राम्रो छ। ल अब यस्तै छ साथी हो। अब अरू चाहिँ अब फाइनलमा अरू चाहिँ अब पछि फाइनलमा सुन्नुपर्छ। फाइनलको लागि पनि राख्नु पऱ्यो नि त साथी हो होइन त। ओके बाई ल है। नो गेम।